कपाल कटिङ चाहिँ आज मैले गरिदिएको साला धुले जिन्दगी चाहिँ फेरि सधैँ कट्टु लाएर हिँड्नु सबैजना सन्चै आरामै हामी पनि सन्चै आरामै छौँ युट्युब च्यानल भर्खर हजुरहरूले साथ सपोर्ट दिनु होला माया देखाइदिनु होला त्यही भएर म यसो मलेसियाको बारेमा यसो जानकारी पाउनु मलाई सब्सक्राइब गरेर मलेसियाको अपडेट यसो टाइम पासको लागि बाहिर यता हुनुहुन्छ हाम्रो मोहनजी यता हुनुहुन्छ शिरकुमारजी यसो अलि राम्रोसँग होइन ट्याक्क कपाल कटिङ चाहिँ आज मैले गरिदिएको हेर्नु होला तपाईँहरूलाई नि इच्छुक हुनुहुन्छ भने आउनु होला म फेरि म काट्दिनेछु एकछिन कस्तो पसिना हाम्रो चाहिँ 4 दिन छुट्टी थियो 2 दिन त सकियो अझै 2 दिन बाँकी छ गर्मी छ हो गर्मी साला धुले जिन्दगी तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ साथीहरू हामीलाई त छुट्टी भएको भन्दा काममै जान ठिक लाग्छ कम्पनीले कामै दिनु त्यस्तै छ हौ त्यस्तै गाह्रो छ हाम्रो होस्टेल चाहिँ हो नेपालमा तेलको अभाव भयो भन्छ नि यहाँ चाहिँ यस्तो तेलको गाडी कुद्दैछ तपाईँहरूलाई आवश्यकता पर्यो भने भन्नु होला 1 ट्याङ्कर तेल म पठाइदिनेछु पहिला हामी आउँदा त यस्तो घरहरू सबै थोत्रिएर गएको थियो अहिले त पुरा सबै कलर गरेर राम्रो बनाउँदैछ आज फेरि यताको यहाँ लाग्दैछ यहाँ लाग्दैछ त्यस्तो राम्रो छैन रुममा सुतेर नि बिरामी भएछ हाम्रो शिरकुमारजी हुनुहुन्छ उहाँ चाहिँ फेरि सधैँ कट्टु लाएर हिँड्नुहुन्छ मैले त पाइट लाएर हिँड्छु नेपालमा विकसित भएन भन्छ नि घरहरू यस्तो थोत्रेर जान्छ मलेसियाका घरहरू चाहिँ यस्तो हुन्छ नि सरकारले घर बनाउने सरकारले घर बनाउँछ जति लिन्छन् अब यस्तै सबै कचडा भएर जान्छ नेपालै नरहे हाम्रो छोडिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे